आँप खान जाँदा यस्तो हुन्छ भनेर सोचेको पनि थिइनँ गाइज। कुरो चाहिँ यस्तो हो। हेलो नमस्ते सबैजनालाई, स्वागत छ मेरो न्यू भ्लगमा। गाइजहरू आज चाहिँ म होइन टक्क गुलियाली सुलियाली बोकेर आँप खान जान थालेको होइन, जङ्गलतिर होइन। टक्क पहिला आँपाको बोटमा पुगी गाइज होइन। फल्न त फले रहेछ, पाक्न पनि पाके रहेछ, तर सबै कुहिएको। यहाँ पनि भेटेन। त्यहाँ पछाडि अलि तल होइन यसैमा हेरी चित्त बुझाएर गई। अनि अलि तल गएको गाइज, तल पनि खोजे आँप पाके रहेनछ क्या। सब गाँचै यत्रो गेरो एउटा भेटी गाइज है। त्यही चित्त बुझाएर त्यही खाँदै गई। अनि मेन क्या, अब जहिले फलिरहेको हुन्थ्यो त्यहाँ चाहिँ, यहाँ चाहिँ चोर्नु पर्यो भनेर गएको गाइज होइन। त्यहाँ त यसपालि फलेकै रहेनछ। हालत खराब भयो मेरो। फेरि जुत्ता पनि गयो गाइज, न खाना पाइयो न के भयो, जुत्ता गयो। त्यहाँ पछाडि रिस उठेर आइ म घर आएर होइन टक्क चाउचाउ खाइदिए। त्यहाँपछि एक नुन्द्र सुत्दे गाइज होइन। उठेर फेरि अनि टक्क चिया पकाएर खाए गाइज होइन। चिया पकाएर खाएपछि त मलाई काम आयो क्या। अनि यहाँ माथिको यो देखेको जति मेरो लुडेको काँडा भन्छ क्या गाइज, यो खुर्किनु पनि काम आयो। अनि हत्त न पत्त गएर ल्यामलुम झ्यामझुम पारेर हल्का फुल्का धेरै त सकिनँ हान्दे। अनि सबै हात घोचो। अनि त्यहाँपछि त्यसलाई नि बस भनेर छोडिदिएर गाइज म चाहिँ आइदिएँ। आजलाई भ्लग यति नै। अर्को भ्लगमा भेटौँला है त गाइज। बाई बाई सबैजनालाई।